What's up, Sydney? हाम्रो चाहिँ पुरै हाम्रो भाउजू चाहिँ मिरागङबाट आउनु भएको छ होइन हाम्रो सेरिनजी चाहिँ उता मोटेलबाट म्यारिकभिलबाट सिल्भर के अरे करिङमाबाट दिदी चाहिँ हाम्रो हेलेन्सबर्गबाट आउनु भएको छ होइन म चाहिँ प्यारामोडबाट आएको छु सबजना चाहिँ आज हामी यहाँ भेटेका छौँ होइन त्यही हो अब हामी चाहिँ उता राइटतिर जाँदैछौँ दाइहरू चाहिँ उता हुन्छ होइन यो चाहिँ कस्तो छ भने यो मेन चाहिँ कहाँ छ भने तिमीहरूले देखाएको छैन क्या मेन उता छ क्या नेक्स्ट लेभल छ क्या अब हामी चाहिँ त्यहाँ मेन ठाउँतिर जाँदैछौँ होइन त्यो चाहिँ नेक्स्ट लेभल रमाइलो हुन्छ क्याब यसरी लाग्यो सुहाउँछ कि यसरी लाग्यो सुहाउँछ त तल भन्नु होला होइन कमेन्टमा होइन सबजना भनिदिनु होला क्याब यसरी लाग्यो सुहाउँछ कि होइन यसरी लाग्यो आई थिङ्क यसरी लाग्यो त सुहाउँछ होला होइन होइन हल्का झिल्की हुनु पऱ्यो त्यो चाहिँ डिजिआईको माइक हो होइन यहाँ चाहिँ पुरै लट्री लाग्दैछ होइन लट्रीको लागि खेलिँदैछ अनि म चाहिँ देखाइदिन्छु चहल पहल चाहिँ यस्तो छ है के हो यो घुम्दै घुम्दैन त हो यो चाहिँ हाम्रो यस्तो छ ठाउँ यसो राम्रो छ यो चाहिँ बच्चाहरूको लागि हो होइन एडल्टहरूको लागि चाहिँ उता साइडमा छ अहिले हामी जानेछौँ त्यता होइन त्यही हो हाम्रो दाइ चाहिँ यहाँ हुनुहुन्छ बोक्सुलेङ्गे दाइ अब ह्यान्डसम देख्नु भएको छ होइन अब के भयो भने चाहिँ मैले टिकट काटेर छिरिसकेको थिएँ दाइले पनि टिकट काट्नु भयो होइन एउटा टिकट चाहिँ अब त्यहाँ अब गएर बेच्नुपर्छ सेल हान्नुपर्छ अहिले हाम्रो प्रवीण गुरुङ चाहिँ अब 2-3 महिनाको लागि भेज हुने भनेको छ होइन त्यसमा चाहिँ म फुल सपोर्ट गर्नेछु होइन ए माइक छ त्यसैले क्यामेरा अगाडि ल्याउनु पर्दैन जहाँबाट बोले पनि सुन्छ प्रवीण के हुने रे तिमी यहाँ माइक नजिक भनिदेऊ त 3 महिनाको लागि भेज जाने एक्सर्साइज गर्ने अनि त्यसलाई चाहिँ एउटा लाइफस्टाइल बनाएर चाहिँ होइन म पनि भोलि मेरो बक्सिङ छ होइन म पनि भेज भएर मेरो यो धेरै नै मेरो फ्याट घट्या चाहिँ यता हो प्रब्लम यतै हो सरी त्यही उनीहरू चाहिँ फोटो खिच्न लागिरहेको छ तर मेन स्पट चाहिँ उता छ मैले पत्ता लगाइसकेको छु अब यो बोल्ने हुन्छ तर कहिले नि हुँदैन किन न्यु इयरमा नि बोलेको थियो अहिलेसम्म त भिडियो हेरेको पनि छैन मैले डिलिट भइसक्यो पनि भइसक्यो होइन अब यो पनि त्यस्तै हुन्छ क्या दाइ यहाँ मैले आज बोल्ने मेरो इनर्जी मात्रै खर्च गर्ने हो किनभने न्यु इयरमा नि बोले त्यो भिडियो डिलिट भइसक्यो होइन यो पनि अब बोले हुन्छ होइन अब यो पनि हुन्छ कि हुँदैन थाहा छैन होइन तर मलाई माइक नजिक भएपछि चाहिँ एकदम रमाइलो लाग्छ दाइ किनभने यो माइक नहुँदा यसरी अगाडि ल्याइराख्नु पर्थ्यो अब माइक भएपछि चाहिँ जसरी बोले नि त्यहाँबाट बोले नि आउँछ होइन म यसो राख्नु दाइ म बोल्छु त्यही होइन आज चाहिँ स्टोर सोमा हामी सबै ठाउँबाट होइन अस्ट्रेलियाको डिफ्रेन्ट ठाउँबाट साथीभाइ दाजुभाइ दिदीबहिनीहरू जम्मा भएको छौँ यहाँ अब रमाइलो गरिरहेको छौँ अब हामी त्यहाँ एउटा गेम खेल्न जाँदैछौँ होइन जस्ट वेयर ह्याभिङ फन त्यही हो होइन त्यो मेरो च्यानलमा त सबजना हेरिराख्नु होला होइन पाएको छु भने दाइ चाहिँ फर्स्ट टाइम आउनु भएको रहेछ मैले दाइ पहिला नै आइसक्यो होला भनेर सोचेको थिएँ होइन तर इट इज फर्स्ट टाइम म इङ्ग्लिस चाहिँ किन भर्खर बोलायो भने भर्खर 2जना केटीहरू गएको थियो उनीहरूको अरू चाहिँ इङ्ग्लिस बोलाएर देखाइदिएँ मात्र हो होइन तर म नेपाली नै बोल्नु कम्फर्टेबल 7 years के म चाहिँ यहाँ आइसकेको छु म फर्स्टचोटि आउँदा चाहिँ के भएको थियो भने म चाहिँ गेटबाटै फर्किनु परेको थियो फर द फर्स्ट टाइम होइन फर्स्टचोटि आउँदा चाहिँ म गेटबाटै फर्किनु पर्ने भएको थियो किनभने टिकट काटेको थिएँ मैले सेकेन्डचोटि आउँदा पनि म के रमाइलो लाग्थ्यो नि तर ठाउँहरू चाहिँ नदेखेर रहेछ क्या मेन एडल्टहरूको लागि अलिक थ्रिलिङ एडभेन्चर भएको ठाउँ चाहिँ अलिक अगाडितिर रहेछ कि अनि त्यहाँ जाँदा चाहिँ एकदम राम्रो छ क्या हरर हाउसहरूदेखि लिएर रोलर कोस्टरहरूदेखि लिएर सबै गेमहरू अलि बबाले छ क्या यता सो होइन त्यही हो जस्ट यो माइक भएर मलाई बोल्न एकदम रमाइलो लागिरहेको छ म चाहिँ अब के सोचिरहेको छु नि म फेरि भ्लगिङ स्टार्ट गर्छु सोचिरहेको छु अब दाइहरू आउनुभन्दा अगाडि चाहिँ मैले यो के अरे यो जाइन्ट व्हिलहरू यतातिरको सबै गेमहरू मैले खेलिसकेको छु होइन त नट सो मच फन यो चाहिँ बच्चाहरूसँग मात्रै ठिक हुन्छ होइन दिदी चाहिँ आज मेकअप गरेर आउनु भएको छ होइन कति टाइम लाग्यो भनिदिनु त एकचोटि कति टाइम लाग्यो मेकअप गर्नलाई नो कमेन्ट रे भनेपछि कम्तीमा नि 3 घन्टा लाग्यो होइन फर स्योर ल फेरि होइन मैले खाइसकेको छु स्टे ट्युन A few moments later. भने सबै टोली फेरि छुट्यो के एउटा टोली यतानिर जाइन्ट व्हिल खेल्न गयो हामी यता छौँ दाइ यहाँ खाना अर्डर गर्दैछ अर्को दाइहरू उता खाना अर्डर गर्दैछ होइन सबजना टोलीहरू चाहिँ छुट्यौँ तर लाइटिङ चाहिँ कस्तो राम्रो रहेछ क्या यता होइन त्यही हो अनि चाहिँ मैले झन्डै एउटा पाइ देखाएको थिएँ मैले चाहिँ भेजिटेरियन पाएँ होला भनेर किनिसकेको थिएँ पछि पोकको रहेछ होइन झन्डै पाप गरेँ क्या मैले हुन्छ नि पोक खाएर राइट होइन मैले पहिला चाहिँ खान्थेँ अहिले चाहिँ खाँदिनँ भाइ के छ हाम्रो त पुरै ग्रुपै छुट्यो नि त एउटा ग्रुप यता छ एउटा ग्रुप यता हामी यता बाँकी ग्रुप अगाडितिर आलु किन्न गएको छ यहाँ फोटो खिच्दैछ बाँकी ग्रुप सबजना छुट्यो कि
त त्यो आलु किन्न गएको ग्रुप चाहिँ टाइम लाउँछ आई नो द्याट किनभने मैले होइन आलु किन्ने बेला 15 मिनट कुरेको थिएँ किन एकदम प्याक छ क्या आलु अनि अझ अहिले भिडहरू चाहिँ बढ्दैछ त्यसैले चाहिँ अब यो त्यही हो मलाई मनपर्ने ठाउँ चाहिँ उता हो होइन त्यो ठाउँ चाहिँ अब जाने भनेको अब टाइम लाग्छ होला होइन सबैले यहाँ गेम भ्याउँदै गएपछि म चाहिँ खासमा भेजिटेरियन भएर मलाई यहाँ त्यति अप्सनहरू छैन त्यो पनि ओके दाइ पनि भेजिटेरियन हो आज होइन किनभने दाइ चाहिँ मङ्गलबार भेजिटेरियन हो त्यही हो प्रवीण दाइ चाहिँ आज पुरा हुन्छ नि सुट लाएर आउनु भएको छ होइन हिरो देख्नु भएको छ पुरा काजी आज हुन्छ नि काजी साहब होइन काजी साहब देख्नु भएको छ मुसु हाँसेर राख्नु भएको छ होइन अल गुड होइन त्यही हो यो त जाइन होल होइन यो त म चढिसकेको छु भेरी ब्याड काम छैन वेस्ट अफ टाइम एन्ड मनी Wait a minute! One more.